म खाएर ट्राई गर्नेछु। गाइस झन्नै लडेको यस्तो अमिलो गाइस, गाह्रो भयो। हेलो साथीहरू, होइन अहिले चाहिँ म खेतमा आइपुगिसकेको छु। हिजो चाहिँ यो जोत्नु बाँकी बसेकोहरू चाहिँ अब दिउँसो आएर जोतौँला। अहिले चाहिँ बिहानको 8 बजेको छ। अब हामी मम्मीले चाहिँ त्यहाँ डल्ला फुटाउँदै हुनुहुन्छ। मम्मी भएको ठाउँदेखि यति एरियामा चाहिँ हामी धानको बिउ राख्नेछौँ आज। साथीहरू हेर्न सक्नुहुन्छ, यहाँ खेतमा चाहिँ आँप पनि झरेर बसेको रहेछ। यो चाहिँ हाम्रो आँपको बोट हो है, राम्रो फलेको छ। आँप खान मन छ भने हाम्रो घरमा आउनु होला। एकदम ठुलो छ यो दुईटा आँपको बोट। खेतमा आउँदा जोस् आँप चाहिँ खान पाइन्छ गाइस। मैले आँप चाहिँ काटिसकेको छु है। मम्मी बुबाले चाहिँ आँप नखाने रे, सो यो आँप चाहिँ म खाएर ट्राई गर्नेछु। यस्तो अमिलो गाइस, मिठो छ गाइस। साथीहरू ब्याड चाहिँ यस्तो भइसक्यो। अब यहाँ चाहिँ यो झारेमाथि बुबाले चाहिँ धानको बिउ छर्दै हुनुहुन्छ। एक प्याकेट धानको बिउ चाहिँ छरिसक्यौँ। अब बाँकी अर्को प्याकेट। सो यो पाटो सिँगै, यो माथिल्लो सुर्को, त्यो पर सुर्को, यो यताको ठुलो पाटो, यो सुर्को र त्यसको लागि चाहिँ एकै ठाउँमा बिउ राखेको। अर्को प्याकेट नछर्ने? यत्रो 2 प्याकेट यतिमा मान्छेहरूले एउटै पाटामा छर्छन्। मम्मीले चाहिँ त्यहीँ डल्ला फुटाएर गाह्रो भयो डिलमा बसिराख्नु भएको छ। यति ठाउँमा चाहिँ बिउ छरिसक्यौँ। अहिले बुबाले चाहिँ मल छर्दै हुनुहुन्छ बिउको लागि। त्यो डिलदेखि त्यहाँ मम्मी बस्नु भएको ठाउँसम्म चाहिँ 2 प्याकेट धानको बिउ छर्यौँ। सो साथीहरू, होइन अब यहाँ काम गर्दा गर्दा चाहिँ यस्तो घाम लागिरहेछ, देख्न सक्नुहुन्छ। यताबाट चाहिँ होइन घाम लागेको छ। सो यो घाम लागेको कारणले चाहिँ एकदम गर्मी भएछ। अब यो धानको प्याकेट उल्टो बनाएर भित्रपट्टिबाट ल्याउँछ, अलिक बिसहरू पनि उल्टाएर यहाँ म पानी लिएर आउँछु। गर्मी भयो, पानी लिन जान चाहिँ यहाँबाट तल जानुपर्छ। अब म जान्छु। फाइनली साथीहरू, म माथिबाट होइन हिँडेर आउँदा चाहिँ म यो खाने पानीको कुवासम्म आइपुगिसकेँ। एउटा त्यो दुईटा त्यो तलको दुईटा पाटो चाहिँ हाम्रै हो। अब केही समयपछि आएर म यता नि जोत्छु यति। सरी चाहिँ म अब पानी लिन आएको। पानी हाम्रो होइन धारा चाहिँ एकदम बन्द भइसकेको रहेछ। यो चाहिँ खाने पानी हो।
धारा एकदम सानो छ। हेर्न सक्नुहुन्छ अब यो धारा अलिअलि सफा गरेर म चाहिँ यहाँबाट पानी लिएर जान्छु। देख्न सक्नुहुन्छ यहाँ पानी एकदम सानो छ। के भएको रहेछ भन्दाखेरि यहाँ चाहिँ त्यसको पाल छ, देख्न सक्नुहुन्छ। पानी चाहिँ अहिले ठुलो आइसकेको छ साथीहरू, हेर्न सक्नुहुन्छ। म यहाँ भित्र पाइपभित्र के पसेको रहेछ त्यसलाई चाहिँ मैले लट्ठीले घोचेर निकालिदिएँ। अहिले चाहिँ धारा ठुलो आइसकेको छ। गाइस म पानी खान्छु, हातमा धुन्छु। देख्न सक्नुहुन्छ मेरो हालत। म साथीहरू म चाहिँ यो पानी खान्छु। अब तपाईँहरू त सहरमा बस्ने मान्छेहरू होइन, तपाईँहरूलाई त यस्तो कुवाको पानीहरू मन नपर्ला। तपाईँहरू त अब जारको पानी खाने मान्छेहरू होइन। अब म चाहिँ मतलब गाउँघरमा चाहिँ त्यस्तो जारहरू त्यस्तो फिल्टरकै प्रयोग गर्दैन। सिधै यो मूलबाट आएको पानी चाहिँ सिधै खाइन्छ, नो फिल्टर। सो गाइस अब पानी होइन खाना आँटिरहेको छु म चाहिँ। पानी यस्तो चिसो छ नि साथी, जस्तो फ्रिजमा राखेको नि त्यस्तो चिसो। सर्र जिउलाई आनन्द दिँदै पानी खाइयो। फेरि खान्छु। झन् लडेको। पानी खाइसकेँ, हात मुख धोएँ होइन। अब पालो रहेको छ यो भाँडो भर्ने। अब यो म सफा गर्छु। सो यो भाँडा चाहिँ मैले भरिसकेँ। अब यो भरेपछि यो धार चाहिँ यो 24 घन्टा यो माथिबाट मूल हो। यो मूलबाट चाहिँ पानी 24 घन्टा यसरी यो बगिरहन्छ, तलतिर खेद्छ। बगेको पानी चाहिँ कहिले सकिँदैन। यो पानी चाहिँ सधैँ यतै धार हुन्छ। अब केही समयपछि चाहिँ यो पानी एकदम ठुलो हुन्छ क्या। ल बर्खा टाइम लाग्यो, पानी पर्छ, एकदम ठुलो पानी हुन्छ यो। सो अब यो पानी लिएर म यो उकालोबाट सर यो उकालोबाट माथि पुग्नुपर्छ, अघि आएको बाटो तलदेखि पानी ल्याइसकेको छु। उहाँदेखि आउँदा आउँदा एकदम गाह्रो भयो, उकालो आएको होइन। पानी नपुखाइकन जति त्यति भरि पानी चाहिँ ल्याएको छु। पखालेर ल्याऊ बुवा पानी खानु। अलिक सिधा बनाउनु न। ल मम्मीले पानी खाँदै हुन्छ। के भयो? गाह्रो भयो। गाह्रो भयो रे मम्मीलाई चाहिँ गाह्रो भयो रे। त्यो पनि धेरै बनाएर पुऱ्याउने होला। अब चुइनी पो ल्याएर कहाँ चुइनु?
माथिबाट आएको होला पानी। सो अहिले मम्मीले बुबाले पानी खाइसक्नु भयो, यति चाहिँ छोपिसक्यौँ, अब बाँकी यताको। सो साथीहरू अब हामीले चाहिँ यतिको बिउ राखिसक्यौँ, बिउ राखेर पुऱ्यौँ। अहिले चाहिँ अब 10:30 भयो, चाहिँ 11 बज्न आँटिछ। अब दिउँसो खानासाना खाएर आएर यसलाई राम्रोसँग पुर्ने व्यवस्थित गर्नुपर्छ। अब हामी चाहिँ घर हिँडेको। फाइनली साथीहरू अहिले चाहिँ म घर आइपुगेको छु। अब भिडियो चाहिँ यति हो। अब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियो राम्रो लाग्यो लाइक कमेन्ट र सेयर गरी मलाई माया र सपोर्ट गर्नुहोला भन्दै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। टाटा।